12वटा भगवानका नाम 12वटा लक्ष्मीजीका नामबाट अर्चना गर्नुपर्दछ। जसलाई त्यो अर्चना याद गर्नु छ सबैले मोबाइल निकालेर सुन्नु होला है, मोबाइलमा रेकर्डिङ गर्नु होला। सबैभन्दा पहिले पुष्पाञ्जली गर्नुपर्दछ। आरती गरी सके पछाडि के भन्ने पुष्पाञ्जलीमा अरु केही जान्दिन भने पनि शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् इति मन्त्र पुष्पाञ्जलिं समर्पयामि। त्यस पछाडि हातमा तुलसी तिल लिएर ओम केशवाय नमः, ओम नारायणाय नमः, ओम माधवाय नमः, ओम गोविन्दाय नमः, ओम विष्णवे नमः, ओम मधुसूदनाय नमः, ओम त्रिविक्रमाय नमः, ओम वामनाय नमः, ओम श्रीधराय नमः, ओम ऋषिकेशाय नमः, ओम पद्मनाभाय नमः, ओम दामोदराय नमः, ओम वासुदेवाय नमः। 12 नाम भाई ना। और फिर लक्ष्मी जी का नाम ओम श्रीं श्रीयै नमः, ओम अमृतभवाय नमः, ओम कमलाय नमः, ओम चंद्र सौंदर्य नमः, ओम विष्णुपत्ने नमः, ओम वैष्णवे नमः, ओम वरारोहाय नमः, ओम हरिवल्लभाय नमः, ओम शारंगिण्डे नमः, ओम देवदेविकाय नमः, ओम लोक सौंदर्य नमः, ओम श्री महालक्ष्मी नमः। समस्त परिवार विशिष्टाय सर्वदिव्य मंगल विग्रहाय श्रीमते नारायणाय नमः, पुराण पुरुषोत्तमाय नमः। यदि भन्ने बित्तिकै सारा 33 कोटी देवताको पूजा सम्पन्न भयो। अब केही रहेन। तर हामी त के भन्छौँ भने ल यो पो पूजा भएन भन्यो, ऊ पो पूजा भएन भन्यो, यता कुदेको छ, उता आविर छरेको छ, अब न यता न उता। त्यस कारणले गर्दाखेरि भगवानलाई राम्रो प्रकारले सेवा पूजा समाराधन गरियो भने सबैले पाउनुहुन्छ। कुनै पिपलका वृक्षका अर्थात् पिपलका वृक्षलाई पिपलको भुइँमा लगा अर्थात् पिपलको जरामा पानी हाल्यो भने पत्ता पत्तामा लगाइरहनु पर्छ त? पर्दैन। त्यस्तै भगवान के हुन्छ त भन्दाखेरि वेदोखिलो धर्ममूलम, धर्मको मूल भनेकै परब्रह्म परमात्मा हुनुहुन्छ। जति देवताहरू हुन्छन् ती सबै भगवानका पार्षदहरू हुन्, भगवानका परिवारहरू हुन्। त्यही भएर समस्त परिवाराय विशिष्टाय, कोही विशिष्ट पनि हुनु होला। जस्तो भगवान शंकर विशिष्ट हुनुभयो, दुर्गा भगवती विशिष्ट हुनुभयो, या भगवती महालक्ष्मी विशिष्ट हुनुभयो भने त्यहाँ शब्द त आयो नि। विशिष्टाय सर्वदिव्य मङ्गल विग्रहाय श्रीमते नारायणाय नमः यदि भन्ने बित्तिकै 33 कोटी देवताको पूजा सम्पन्न भयो। अब कुनै देवता रिसाउनेवाला छैनन्। मेरा कुलको देवता पो रिसायो कि भनेर केही त्यस्तो भ्रममा पर्नु पर्दैन। कुलको देवता भनेको के हो त भन्दा धनम मदीयम तव पाद पंकजम, हामी सबैका कुलका देवता नै भगवानका चरणारविन्द हुन्। हामी सबै जति बसेका छौँ हामी सबै ऋषिका सन्तति हौँ। हाम्रा आफ्ना आफ्ना ऋषि छन्, आफ्नो आफ्नो गोत्र छ। गोत्रमा बसेका हामीहरूको इष्ट देवता नै को हो त भन्दा भगवान हुनुहुन्छ। के प्रमाण भन्नुभयो भने 72 सालमा भूकम्प जाँदाखेरि हामी सबैले के भन्यौँ? राम 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 भन्यौँ। तिनै राम चाहिँ हाम्रा इष्ट देवता हुन्। अब होइन मेरो इष्ट देवता त अर्कै छ, कुल देवता अर्कै छ भनेर अब 4 आने 8 आने 5 आने बुढी बजू कान्छी बजू साइली बजू माइली बजू मान्नु त त्यो आफ्नो परम्परा हो हैन। तर हाम्रो जो आत्मा राम को हुनुहुन्छ त भन्दाखेरि हाम्रो भित्र रहनुहुने परब्रह्म परमात्मा नै हाम्रो आत्माको राम विवक्षण छ। त्यस्तो आत्माको रामलाई हामीले सेवा समाराधन गर्नुपर्दछ।